हामी अहिले वीरगञ्जबाट ठोरीतिर हुँदै ठोरी जाँदैछौँ। ठोरी हुँदै फेरि माडी हुँदै नारायणघाट जाने योजनामा हामी हिँड्दैछौँ। In 300 meters, turn right. फाँट हो यो, नेपालको पर्सा जिल्लाको फाँट यो पर्सा जिल्लाको फाँट हो यो। सब गाउँ खेती छ, यहाँ पुरै गाउँ खेती छ। यहाँ चाहिँ नि ल्याउनुहोस्, Turn right, then turn left. पत्लो गाउँ छ है, हेर्नुहोस् यो चाहिँ सबै तपाईँको। Continue on Postal Highway for 1 kilometer. यो सब गाउँ यता यो उँखु खेती पनि छ यहाँ है तपाईँको। हामी पनि आज यसको चाहिँ यतातिर अवलोकन गर्दै हिँड्दैछौँ बुढाबुढी। यो उँखु खेती हो, यो उँखु खेती काटिसकेको फेरि पलाउँदैछ, यो काट्ने रेडीमा छ, काट्दैछ है। यो चाहिँ यहाँ हाम्रा दुईवटा मधेसका भाइहरू चाहिँ यहाँ गफ गर्दैछन्। गाउँ साह्रै पातलो छ, यतापट्टि यो उँखुको भर्खरै निक्लेका टुसाहरू हुन् यिनीहरू होइन। यतापट्टि उँखु लगाइरहेका छन् फेरि यहाँ। यतातिर गाउँ खेती असाध्यै राम्रो गाउँ खेती छ यहाँ, हेर्नुहोस् है। यो हाम्रो स्वर्ग, हाम्रो चाहिँ नि अन्न भण्डार, तराईको अन्न भण्डार पर्सा जिल्ला। यो पर्सा जिल्ला पर्छ, यो पर्सा जिल्लामा साह्रै चाहिँ नि खेतीयोग्य जग्गा रहेछ यहाँ। हामी पहाडियावासी, तर हामी यहाँ आएर काम गर्न सक्ने अवस्था हामीलाई छैन, हामी सक्दैनौँ, बानी बिग्रिसकेको छ है। अहिले हेर्नुहोस् यहाँ एउटा बहिनीले घाँस, त्यो चाहिँ नि केराउको घाँस धेरै नै छन् होइन। अब यहाँ सुर्ती हो त्यो होइन, सुर्ती पनि फल्छ यहाँ चाहिँ। त्यो हरियो देखेको सुर्ती हारी हो यो चाहिँ। यहाँ घर ढलाइ गर्दैछन् सुकाएका बाटो राम्रो छ, यो हाइवे नै हो, यो पर्सा ठोरी हाइवे। फेरि यहाँ ठोरी हाइवे ल्याएपछि अब चाहिँ तपाईँको गाउँभित्र पनि तोरा लाउँदा रहेछ। यो चाहिँ भनेको चाहिँ तपाईँको काँचो पात, यसलाई सुर्ती भन्छ, यसलाई यो सुर्ती हो। यो सुर्ती खेती, यो सुर्ती खेती हो। यो तराईवासीहरूले खुब प्रयोग गर्छन् सुर्ती। तराईवासी मधेसवासीहरू साह्रै मिलनसार पनि छन् यहाँका मान्छे।